साथीहरु वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि हामी चाहिँ यहाँ भिजिट गर्नका लागि जाँदैछौँ हैन। हेर्नुहोस् कस्तो दामी प्लेस। माउन्टेनमा छौँ हामी, टप माउन्टेनमा छौँ है हामी चाहिँ। टपमा मलाई चाहिँ एक्ज्याक्टली नाम थाहा भएन, अनि मैले नाम चाहिँ नभनेको त्यही भएर तपाईहरुलाई टपमा उभिएन है यहाँको नाम चाहिँ। यस्तो छ। अनि अब बाटोहरू पनि साथीहरु वाह कस्तो दामी हैन। घर पनि वाह अनि इभिनिङ पार्क अरे नि त हो। अनि वाह हेर्नु मौसम कस्तो दामी छ साथीहरु। अहिले यहाँ म चाहिँ पछाडि भएर भिडियो गर्ने भएर भिडियो राम्रो आएन हैन साथीहरु। जे जस्तो पनि मन पराएर लाइक गरिदिनु होला, माया गरिदिनु होला। वाउ गाडी भित्रबाट वाउ वाउ भन्ने ठाउँ रहेछ सबै गराएर। बाटो पनि कस्तो काङडाङ किङकिङका कन्यामा हिँडेको जस्तै बाटो। हामी चाहिँ यहाँ आएको होइन घुम्नु। फाइनली साथीहरु आइपुग्यो हामीले भनेकै ठाउँमा। बाटो पनि भुटान नेपालकै याद आउने हैन साथीहरु। यस्तो दामी हाउस यो हाउस हो मैले हेर्न आएको छु साथीहरु। उयो रातो गाडी पार्किङ गरेको जानु गर्न नि उहाँ मान्छे हिँडेर आइरहेछ। ए हो रहेछ। यो सबै डुलेर जाउँ ल हामी चाहिँ अब सबै भिजिट गर्छौँ भने साथीहरु म तपाईहरुलाई देखाउँछु है। अब हामी पार्किङ गरेर आउ साथीहरु। अनि हामी फाइनली आइपुग्यौँ हैन पार्किङमा। ओ माइ गॉड हावा यस्तो दामी हावा। नानी ढुका बना अनि हामी चाहिँ यो घर भिजिट गर्न आएर साथीहरु हामी फाइनली आइपुग्यौँ। अनि यहाँ यसो गर्नु यहाँ हात छिराउनु तिमीलाई नि उडाउँछ हावाले। अनि सबैजना होइन मेरो नानी आमा नि जान्छ अगाडि जान्थ्यौँ। यहाँ छिटो कस्तो दामी निक्लेको वाह। अनि फ्यान्टास्टिक साथीहरु फाइनली हेर्नु अमेरिका यो चाहिँ हामी मेरो फोन झर्छ होला फेरि। कालो वेदर उयो भएर चाहिँ उज्यालो देखिन्छ नि त फोनमा त। तर वा उयो आउने नि रहेछ हिँड्ने ठाउँ कालो होला साथी। मन्दिर चाहिँ त्यहाँ छ। मान्छेहरू यहाँ माथि बसेर लडो आया हुन्छ है। अनि यहाँ चिचेरी पिङ्क रहेछ वा बिस्तारै नानी लड्छ यस्तो ढुङ्गा रहेछ। अनि हामी चाहिँ अब म चाहिँ ओर्लिएर तल जाँदैछु। तल गएर एउटा राम्रो भिडियो बनाएर ल्याउँ भनेर स्लोली बाजेहरूसँग आइज ल। बाटो पनि कस्तो डर अरू सबै त्यहाँ माथि छ आइज छिटो। चौतारीमा बर्पी हामी चाहिँ लाग्यौँ छोडेर बाई बाई। अनि अब हामी चाहिँ बाटो हेर्नु न बाटो कस्तो जयन्टर छ बाटो पनि भने नि बाटो चाहिँ तर राम्रो छ। स्पिस रोड लगाएर चाहिँ राम्रो छ। तर उकाली ओह्राली भन्नु खोजेको नि डेन्जर भन्दा। नेपालमा त अब त्यो धुलो गाडी बनाएर कस्तो हुन्छ कस्तो गाडी झर्छ कि भन्ने हुँदैन त्यस्तो चाहिँ छैन। तर अब क्या उकाली खाङ ओह्राली छ भन्नु खोजेको मैले चाहिँ।
क्या अब यो यहाँ चाहिँ बारहरू लगाइदिएको छ नि त नि त्यो भएर लड्दैन स्पिड कुदायो भने त लड्छ नि त्यो भने केले थाम्छ केले थाम्दैन यो चाहिँ पिसाब गर्ने पिसाब गर्ने घर रहेछ यहाँ नक्सा टाँसिदिएको रहेछ मन्दिर घर अहिले आउने होइन रहेछ नि त अहिले त हावाले लुगा सुगा उडाएर कहाँ पुऱ्याइदिनु सोमबारमा आउने रहेछ 1-2 दिनबाट कहाँ गएको यहाँबाट त अब धरान हेरे जस्तो पनि अनि हामी आयौँ साथीहरू काठमाडौँ हेरे जस्तो पनि कस्तो दामी हामी बाटो एक्जिट गरिसकेको अनि हामी चाहिँ यहाँ बाटोमा आयौँ कति मजाले घुमेर चढेको हुँदो रहेछ घुम्दै घुम्दै कहाँ लगेको फेरि अब त्यताबाट त लागेकै डाँडा पुर्याउँछ अहिले माथिबाट पो आएको त हो अहिले त अन्त त त्यही डाँडा पुर्याउँछ हेर ल पुऱ्याउँदैन हौ बाइटहरू आइपुग्यो फर्केको त्यही भएर बाटो टुङ्ग्यो हाम्रो अब हामी घर जान्छौँ घर चाहिँ कति राम्रो राम्रो ठाउँहरू रहेछ यता